हेलो नमस्कार साथीहरू। आज फेरि म एउटा अगरहुटको बिरुवाको एउटा भिडियो सानो बनाउँदैछु। जहाँबाट हेर्दै हुनुहुन्छ तपाईहरु स्वस्थ रहनुहोला, खुसी रहनुहोला। र यो चाहिँ तपाईहरुलाई मैले देखाइरहेको अगरहुटको बिरुवा हो। यसको चाहिँ त्यो सानो सानो पातहरू सुकेको छ, त्यो चाहिँ किराले खाएको हो। त्यो अर्को सानो पाउला पलाउँदैछ, त्यो चाहिँ पलाउँदैछ। र यो अगरहुटको बिरुवा, यो अगरहुट भनेको के हो भन्दाखेरि विश्वको सबैभन्दा महँगो बिरुवाको रूपमा लिन सकिन्छ। यसको लगभग राम्रो अगर आयो भने 40-45 लाख 50 लाख त्यस्तै यसको प्राइसहरू पर्न जान्छ। यो चाहिँ मैले लिएर रोपेको लगभग 6-7 वर्ष भयो होला सायद है। अनि यो अहिले यत्रो बिरुवा छ। यो बिरुवा चाहिँ यो बिरुवाको कसरी अगर बन्छ भन्दा प्रकृति रूपमा है। अहिले चाहिँ अब एउटा प्रविधि आएको छ, नयाँ प्रविधि आएको छ। त्यो प्रविधिले चाहिँ अब यसको चाहिँ ड्रिल गरेर, यसमा ड्रिल गरेर भित्र ड्रिल गरिसकेपछि एउटा चाहिँ फङ्गस हालिदिन्छ। त्यो फङ्गसले चाहिँ भित्र चाहिँ अगर बनाउने हो। तर यो चाहिँ नेचुरल रूपमा कसरी बन्छ भनेर मैले चाहिँ तपाईहरुलाई देखाउँदैछु। नेचुरल रूपमा चाहिँ यो एउटा यसको यो हाँगा भयो, यसमा चाहिँ कालो यो छ, यो किरा पस्दैछ। अब यो जब किरा भित्र पसिसकेपछि यो किराले खान्छ। यसलाई खाइसकेपछि जब खान सुरु गर्छ भित्र चाहिँ यसले त्यो किराले प्वाल पार्न थाल्छ। प्वाल पारिसकेपछि यसले आफू बाँच्नका लागि एक प्रकारको रोग प्रतिरोधात्मक क्षमताले वृद्धि गर्छ र एउटा रस निकाल्छ। त्यही कालो हुन्छ, त्यो कालो नै अगर हो। र यो चाहिँ एउटा प्रकृति रूपमा यसरी बन्छ। किराहरू लाग्दैछ, हेर्नुहोस् है, यताबाट पनि लाग्दैछ होला। यसरी किरा खान्छ र यो अगर चाहिँ यस्तो चिज हो जुन विश्वमा चाहिँ सबैभन्दा महँगो काठ भनिहालेँ। यसको चाहिँ पातहरूको चाहिँ यो चाहिँ ग्रिन टी बनाएर पनि हामीले खान सकिन्छ। किन भन्दा यो पात चाहिँ औषधि गुण भरिएको हुन्छ। ल तपाईहरुलाई मैले एउटा मेरो बगैँचामा रोपेको छ। मेरो यहाँ तलतिर पनि छ, यो यहाँ तलतिर पनि छ। तर यो एउटा मैले चाहिँ सानो भिडियो तपाईहरुलाई लगाइदिएको। यो चाहिँ सबै किरा यसरी लाग्छ कि पुरै। तर यो सानो पातहरू छ नि, यो पातहरू यो फुल्छ पनि है, फुल्छ पनि। ल हेर्नुहोस्, यसको हामीले यो काठलाई म चाहिँ के भन्छु भने साथीहरू, हामीले चाहिँ आफ्नो घर वरिपरि थुप्रै हाम्रो चाहिँ बाँझो खेतहरू छ, बाँझो जग्गाहरू छ। ती बाँझो जग्गाहरूमा चाहिँ यसरी चाहिँ बहुमूल्य रुखहरू चाहिँ हामीले रोपिदियौँ भने 1 वर्ष 2 वर्ष 3 वर्ष हुँदै 10 वर्षपछि चाहिँ यसले चाहिँ अगर लाग्छ भन्ने चाहिँ एउटा भनाइ हो। तर त्यो चाहिँ फङ्गस हाल्नुपर्छ। फङ्गस नहाल्ने चाहिँ टाइम लाग्छ। यसरी नेचुरल रूपमा चाहिँ टाइम लाग्छ। रोपेर छोडिरहौँ भने कम्तीमा पनि 15-20 वर्षपछि भए पनि यसले राम्रो आम्दानी दिन सक्छ। र हामीले चाहिँ भविष्यको लागि चाहिँ हाम्रो जग्गा जमिनहरूलाई उपयोग गर्न जान्यौँ भने पक्कै पनि पैसाको चाहिँ कमी हुँदैन। यो चाहिँ एउटा पैसाकै रुख रोपेको भनौँ न। अब हेर्दा चाहिँ एउटा रुख छ, तर यसले कम्तीमा पनि 8-10 वर्षपछि फेरि यसले प्रतिफल दियो भने त राम्रै प्रतिफल दिन्छ भन्ने आशा गरेको छु। र यस्तै भिडियो हेर्नका लागि यस युट्युब च्यानललाई सब्सक्राइब गरी लाइक कमेन्ट सेयर गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दै म नवीन राई बिदा हुन्छु। तपाईहरु जहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ स्वास्थ्य समृद्धि र खुसियाली रहनु होला भन्दै म बिदा हुन्छु। हवस् त, नमस्ते, ओके, बाइ बाइ, टेक केयर।